हेलो एभ्रिवान, आज चाहिँ हामी जाँदैछु दार्जिलिङ। बुढाबुढी मलाई सरप्राइज दिन्छ अरे सरप्राइज दिन्छ अरे, के दिन्छ हो, बजार जाउँ कि जाउँ भनेर चाहिँ। अन्त हामी चाहिँ जाँदैछु, हेर्दै गरौँ के रहेछ सरप्राइज। सपिङ होला। गरिरहेको गिफ्ट दिने। गाइस, हामी चाहिँ घर आइपुगिसक्यो हो। आज चाहिँ मेरो बुढाले मलाई सरप्राइज चाहिँ खतरा देख्छ। यहाँ छ। मलाई के किनिदिनु भयो भन्दा चाहिँ मिसोबाट सामान चाहिँ होइन, मिसोबाट चाहिँ होइन नि, फेरि एप्पल किनिदिनु भएको छ। एप्पल एप्पल। थ्याङ्क यू सो मच मेरो बुढा। टोकेको एप्पल यो चाहिँ तर हल्का टोकेको रहेछ नि त एप्पल चाहिँ। ल गाइस, दुईटा एप्पल किन्दैछ। कङ्ग्रेचुलेसन टु मी। मैले चाहिँ आज नयाँ एप्पल पाएको छु। उयो दिनुहोस् न, दिनु न। कतिवटा मगाएको छ ग्लास दुईटा के स्टोरको। अनि यहाँ चाहिँ मलाई चाहिँ के दिनुभएको छ, के दिनुभएको छ भन्दा चाहिँ यो टाउन स्टोरबाट किनेको एक्चुअलमा फोन। अन्त मलाई चाहिँ नेक ब्यान्ड, के भन्छ यो नेक ब्यान्ड भन्दै थियो उसले। के हो यो, के भन्छ यो, के भन्छ वायरलेस ब्लुटुथ नेक ब्यान्ड। यो चाहिँ के भन्छ यसलाई, एयरफोन होइन, एयरफोन हो। अन्त यो चाहिँ मेरो एप्पलको भयो कभर। अन्त यहाँ चाहिँ मलाई दिनुभएको थियो चार्जरको कभर, एडप्टरको हो। एडप्टर पनि मलाई दिनुभएको छ, फोन सँगसँगै एडप्टर। हेर्नुहोस्, एप्पलकै हो यो पनि, अरिजिनल एडप्टर। अन्त यो चाहिँ छ फोनको स्क्रिन क्लिनर। ओ माई गड, यहाँ चाहिँ छ। यो चाहिँ हाम्रो घरमा अलरेडी छ, तर पनि मलाई गिफ्ट पाएँ हो, ल्याएँ मैले। अब चाहिँ म चार्ज गर्न आँटेको छु एप्पल। र आजको भिडियो चाहिँ यति नै थियो। यो चाहिँ मलाई मेरो बुढाले बर्थडे गिफ्ट दिनुभएको। थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। वेलकम। बाई। त्यसको लागि चाहिँ यो लिएको छु। अघि भर्खर टाउन स्टोरबाट पायो भन्दै थियो। लिनुहोस्। अन्त म चाहिँ अब यो अनबक्स गरेर चार्ज गर्नेवाला छु। के चाहिँ मिस हुँदैछ?